हाम्रो तस्दिले फेबुलो है सम्पूर्णमा आज चाहिँ हामी तीनजना चाहिँ जङ्गलतर्फ अलिकति टुर गर्नु गइरहेछु। दाउरा घाँस काट्नु चाहिँ होइन, त्यसै पनि गइरहेछ हो। र हामी जङ्गलतर्फमा जाँदाखेरि के भेट्छ है, कसो भेट्छ तपाईँहरूलाई देखाउने छु, हेर्दै गर्नुहोस् होला है। चिनी कस्तो लाग्यो? राजु गर्नु पर्थ्यो हो भोलिपल्ट घन्टा काटेर पनि त्यही मुख्य यहाँ चाहिँ जोजहरूले दतियान टिप्नु हुँदैछ। यसको चाहिँ एकदम यो जङ्गलमा चाहिँ यसको चाहिँ के हुन्छ जोजो, यसो भनिदिनु त। यो चाहिँ अब एकदम अर्ग्यानिक हो। योले चाहिँ के काम गर्छ भन्दा चाहिँ जिउ दुखेको हराउँछ एक नम्बरमा, दुई नम्बरमा एकदम शरीरलाई राम्रो गर्छ। पाँच नम्बर यहाँ माथि उयाँतिर पनि रहेछ त अन्त, उयो माथि ठस ठस परेको है। ल हेर्नुहोस् है, हाम्रो चाहिँ बारीमा एकदम अर्ग्यानिक। बारीमा गाउँ जङ्गलमा हामी चाहिँ जङ्गल चाहिँ कहिले काहीँ आयो भने चाहिँ यस्तै खोज्नुहरू आउँछ साथीभाइ हो है। यो चाहिँ अब केही एउटा दबाई पानी नहालेको है, एकदम नेचरल भन्छ, अर्ग्यानिक पनि होइन, नेचरल हो यो। नेचरल यो जो आफस्याप यो उत्पत्ति भएर है। यसको चाहिँ अब सागसब्जीहरू सब्जी खाँदा पनि हुन्छ, अचार बनाउँदा पनि हुन्छ, धेरै राम्रो हुन्छ शरीरको लागि चाहिँ। के यसमा पनि बिजाउँदैन यसले है। हजुर जङ्गल सर्फ चाहिँ यस्तो चाहिँ साथीभाइ हो। यहाँ फरेस्टमा चाहिँ अब यहाँ दाउराहरू काट्नु चाहिँ मनाइ छ हो। यसै अब सिस्नु च्याउहरू खोज्नु चाहिँ केही पनि भन्दैन हो। आज जोजोहरूले च्याउ खोज्नु जाउँ न भनेर भनेको हो। त्यही कारणले एउटा सानो भिडियो पनि बनाउँछु भनेर तपाईँहरू माझ ल्याउनु पऱ्यो भनेर चाहिँ लिएको छु है। जोजोहरू चाहिँ अगाडि छ, जोजोहरू चाहिँ यहाँ अगाडि छ। जङ्गल चाहिँ अहिले यस्तो छ, साह्रै झोडी त छैन यतातिरको जङ्गल। साथीभाइ हो, म यहाँनिर आधी बिचमा आउँदा आउँदा चाहिँ यो चाहिँ खरानीको ठोटामा चाहिँ है, यो खरानी च्याउ भन्छ यता चाहिँ, हामीले चाहिँ तपाईँहरूकोपट्टि के भन्छ है। यो चाहिँ अब धेरै कम्ती रहेछ यहाँनिर, यसलाई टिप्दिनँ म है। हामी चाहिँ यसकै तलासमा आएको। यो चाहिँ यति साह्रो मिठो हुन्छ कि है। यो चाहिँ अब औलको त्यो कालुङ्गी च्याउ हुन्छ नि, त्यस्तै टाइपको मिठो टेस्ट हुन्छ होइन। यो चाहिँ एकदम यस्तो ठुटातिर मात्रै हुन्छ र अहिले यसलाई चाहिँ टिप्दिनँ म है। अरू धेरै मात्रामा पाएछ भने चाहिँ तपाईँहरूलाई देखाउने छु है। साइज त भयो हो, र हेर्दै गर्नुहोस्। जोजोहरू चाहिँ निकै पर गएको रहेछ। म चाहिँ उहाँहरूलाई खोज्दै जाँदैछु है जङ्गल बिचमा। फेरि यहाँ प्रायः जस्तो चिन्दिनँ म जङ्गल हो। जोजो ए उहाँ पर त रहँदो रहेछ सानो कि खरानी च्याउ चाहिँ उम्रिँदै रहेछ हो, तर कम्ती मात्रामा। त्यसलाई नटिपेको नि के टिप्नु भएको, के टिप्नु भएको? साथीभाइ यो च्याउ पनि मैले अस्ति युट्युबमा हेर्दाखेरि चाहिँ है फरेन कन्ट्रीतिर चाहिँ खान्छ जस्तो लागेको थियो है। हेर्नु होला यो है, तर च्याउ त खानु त खान्छ सबै एउटा यहाँ पो लाग्दो रहेछ। हेर्नुहोस् अब हाम्रोपट्टि चाहिँ यता साइड चाहिँ खाँदैन च्याउ यस्तो चाहिँ है, यहाँ पल्ल नै रहेछ। तर अब यसलाई म टिप्दिनँ, टिप्नु चाहिँ हो। खान्छ कि खाँदैन तपाईँहरूकोपट्टि है, यसो कमेन्ट गर्नु होला। यहाँतिर पनि हेर्नुहोस् साथीहरू, उयो माथिदेखिको यो पाटै रहेछ है। यही कालुङ्गे जस्तो
फल्दो रहेछ यो चाहिँ एक्लै एक्लै है यो चाहिँ यस्तो हुन्छ हेर्नु ल यो च्याउ चाहिँ अब तपाईँहरूकोले खान्छ कि खाँदैन है यसो कमेन्ट गर्नु होला है सायद त्यो च्याउ खानु हुने हो भने चाहिँ नेक्स्ट टाइम चाहिँ हामी पनि टिप्छु है यदि हुँदैन भने चाहिँ होइन भन्नुहोस् है यो तर अब युट्युबमा हेर्दाखेरि चाहिँ फरेन कन्ट्रीतिर त यो खालको च्याउ त खाएको जस्तो लाग्यो निकै झोली रहेछ नि हौ कहाँ भेट्छ खोलै खोला छ त हौ आज चाहिँ तपाईँहरूलाई जङ्गल टुर गराइदिएको नि है हेर्नुहोस् यो जङ्गलमा चाहिँ हामी के मिल्छ सबै तपाईँहरूलाई देखाउनेछु केही बाटो अप्ठ्यारो रहेछ ओ त यो बाटो त कसरी जानु है तपाईँबाट झर्छु यो खोलै खोला जान्छ कता छ बाटो साथीभाइ यहाँ यस्तो डरलाग्दो झोडी छ यार आज जङ्गलको भिडियो बनाऊँ भनेको तर यहाँ आफै यहाँ परेसान भएको यार कहाँ गयो जो जोहरू पनि जङ्गल झरीमा साथीभाइ यहाँबाट आएको अब चाहिँ यता जानेछु यो च्याउ पनि हाम्रोपट्टि चाहिँ खान्छ यो चाहिँ यो सिरिक सिरिक परेको छ नि यो कुखुरा खुट्टा जस्तो टाइपको यो चाहिँ खान्छ यो चाहिँ है अलि यहाँ केटीहरू भए डरले सेला के हुने साला यहाँनिर चिसो भयो भनेर यहाँ परेछ हजुर ए यहाँ जुगा लागेर हेर्नु न यो च्याउ खायो भने चाहिँ उयो टिकट काट्नु जानु पर्दैन साथीभाइ पानी पनि पऱ्यो अहिले त हेर्नु त अब टेन्सन भयो छाता पनि छैन टोपी पनि छैन ल यो च्याउ खाँदैन सिमरायो रहेछ है यो सिमरायो पनि अब हामी नछोड्ने हो है जङ्गलको त एनी टाइम जेसुकै भयो पनि होइन खाएको चाहिँ राम्रो होइन त अन्त अब यो चाहिँ अलिक टिप्नुपर्छ पानी आउँदैछ रहे पनि हेर्नु होला साथीहरू तपाईँहरूलाई पनि यो नेचरल है जङ्गलको चिजहरू कोलाई मनपर्छ यसो कमेन्टमा लेख्नु होला हामीलाई त यहाँ अरूभन्दा पनि पानीले चाहिँ है पानी आयो लु त र साथी भयो फाइनली चाहिँ हामीले यहाँनिर यताबाट खिच्दा त दामी देख्छ बढिया दामी यसलाई चाहिँ खरानी च्याउ भन्छ है तपाईँहरूकोबाट पनि के भन्छ कसो भन्छ त्यो चाहिँ याद भएन होइन बल्ल बल्ल हामी चाहिँ यहाँनिर पायौँ यहाँ जोजोले स्टार्ट पनि गऱ्यो टिप्नु होइन एकदम राम्रोसँग टिप्नु त पानीको मौसम छ फेरि है यस्तो छ कि अहिले खराब छ जिन्दगी हाम्रो त यहाँ यति मात्रै छ कि है जोजोले टिप्दैछ मजाले टिप्नु ल तपाईँहरूपट्टि चाहिँ है यो खान्छ कि खाँदैन कति जग्गामा त खाँदैन होला खाँदैन नि खाँदैन है खाँदैन खाँदैन र खाँदैन तर यसको टेस्ट चाहिँ कस्तो हुन्छ है यो अरूको यो कालुङ्गे च्याउ हुन्छ नि एक्लै कालुङ्गे च्याउ हौ त्यस्तै टाइपको हुन्छ यसको टेस्ट चाहिँ एकदम दामी यो उयो सेतो चाहिँ कुन चाहिँ हो सेतो सेतो होइन होइन र होइन बल्ल 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 पायो यार त्यो पनि अब अझै पाउनुपर्छ नि अलिअलि त अब यो त पाउनु पऱ्यो त नि सुरत छौ लैजान तिमीले लु अहिले पाएछ भने देखाउनेछु तपाईँहरूलाई है 3 चिज त हामीले बुटुलिसक्यो अब सुरुवात भइहाल्छ सुरुवात भयो च्याउ होइन
कुन चाहिँ हो खाने हो कि नखाने हो है मलाई यसो हेर्दाखेरि त अब यो सेतो कन्या जस्तो लाग्यो होइन तपाईँहरूलाई चाहिँ के कसो लाग्छ यसो कमेन्टमा लेख्दैन अहिलेको लागि चाहिँ हामी लाँदैन यसलाई है यहीँ छोडिदिन्छ र एकजना हाम्रो साथी चाहिँ कहाँ गयो बोलाउँदा पनि आउँदैन र बोलाउनु त जुत्ता एकपल्ट जङ्गल बिचमा पानी परेर चाहिँ हो टोपिँदैन घरबाट त्यही कारणले गर्दा यो आउँदैछ जुगाड त गर्नु पऱ्यो होइन पानी ज्यादा टाउकोमा भएको छैन अहिलेको ज्वरो खतरा छ र अब यति भन्दै यहाँदेखि चाहिँ ज्यादा भिडियो गर्नु हुँदैन होला जस्तो लाग्यो है पानीले खनिदिने डर र अहिले त छु है जो यहाँ चाहिँ पानीले गर्दाखेरि यो क्यामेरा पनि धमिलो देख्ने भएछ ल उनीहरू चाहिँ उठिप्नु न त ए यहाँ चाहिँ जोजोले कालिङ्गे च्याउ सानो बच्चा होइन यो चाहिँ बच्चा है यो बच्चा हो यो चाहिँ ठुलो घिच्दै भए पनि जे गर्दै भए पनि अलिकति च्याउ पनि पायो है हावा चाहिँ यो भइरहेछ अहिले खतरा छ 3 पल्ट पानी आएर पनि भिजिसक्यो खोइ यसको हेर्नु अब यो पछि यो त भोलि हुन्छ होला हौ यो सानो यो सानो भनेर कहाँ हुन्छ भोलि दिनमा मान्छे आउँछ अन्त यो मान्छे आइँदाखेरि यो त पाउँदैन हामीले किनभने यसको किमत महँगो छ 250 रुपियाँ केजी पर्छ यो हो साह्रै सानो त नखालौँ न हौ अब यो बढ्नु दियो भन्दाखेरि ए यहाँ बसी यस्तो हुँदो रहेछ यासा गुम्बा जस्तो निकाल्नुपर्छ नि यो कति ठिक लाग्छ च्याउ त छोडी पठाउँछ नि कोही बेला जुगा चाहिँ तर छुट पुरा एकसा गुम्बा जस्तो टाइपको खोल्नु पर्दा चाहिँ यसलाई यस्तो कता थियो छैन त्यो हो ल ए अब चाहिँ हामी है जङ्गल तर्फबाट फर्किँदैछ घर है र सामानहरू कतिवटा पाएको छ हामीले है पानीले पनि भिज्यो सिमराया च्याउ दतेनको मुन्टा पानीले पनि डरलाग्दो भिज्यो हामीलाई 3 खेप जस्तो त है हामी आउनु चाहिँ 3 जना आएको थियो तर एकजना साथी चाहिँ खोइ सायद कतै हामीभन्दा अलिकति छिटो गयो होला सायद पानी पऱ्यो भनेर हो अहिले हामी 2 जना मात्रै छ र अब हामी चाहिँ घर फर्किँदैछौँ है र भिडियोलाई मन पऱ्यो लाइक सेयर कमेन्ट गरिदिनु होला है र यस्तै गरी है यो जङ्गलको भिडियोलाई तपाईँले धेरै मन परायो भने नेक्स्ट टाइम पनि ल्याउनेछु है कमेन्टमा भनिराख्नु होला है यति भन्दै तपाईँहरूसँग छुट्छ बाई बाई है जो